सेनाहरूका परमप्रभु भन्नुहुन्छ, म शराब पठाउने छु र चोरको घरमा र मेरो नाउँमा झुट्टो शरबत खानेको घरमा त्यो पस्ने छ र त्यस घरभित्र रहेर त्यसको काठ पात र ढुङ्गा समेतलाई त्यसले खाइदिनेछ। अहिलेको दुनियाँमा हामी कोहीसँग डराउँदैनौँ। हामी सबै नै मानिसहरू हिम्मतवाला नै छौँ जस्तो मलाई लाग्छ। हामी मानिसहरूसँग नडराकै कारणले कहिले काहीँ नचाहँदै पनि कतै न कतै हामीले भुल गल्ती पाप जस्तो कुराहरू गर्नु पुग्छौँ। झुट्टो बोल्नु त नर्मल कुरा नै भइसक्यो। जकरिया 8:17 पनि यस्तै लेखिएको छ, झुट्टो शरबत खानेलाई म घिन गर्छु। जकरिया 5:4 पनि त्यस्तै लेखिएको छ, पाप गर्ने र झुट बोल्नेहरूको घरमा म यस्तो शराब पठाउँछु कि त्यो शराबले तिम्रो घरभित्रको काठ पात र ढुङ्गासम्मलाई खाइदिनेछ। धर्मशास्त्र बाइबलको यो वचनको गहिराइमा हामी पुग्न सक्यौँ भने हामीले सानोभन्दा सानो पाप गर्नु पनि धेरैभन्दा धेरै सोच्नु पर्ने रहेछ। यो वचनमा एउटा घरको उदाहरण मात्र दिएको छ। आत्मिक रूपमा हाम्रो शरीर पनि एउटा घर नै हो। यो दुनियाँ पनि हाम्रो घर नै हो। अब हामीले यो वचनबाट के बुझ्न सक्छौँ त भने जब पापले हामीलाई छुन्छ, हाम्रो घरभित्रको काठपात र ढुङ्गालाई मात्र होइन, हाम्रो शरीर, हाम्रो व्यवसाय, हामीले दुनियाँमा आश्रय लिने हरेक कुरोसम्मलाई छुने रहेछ। यो वचन मेरो लागि मात्र नभएर हामी सबैको लागि भएको होस्। आज यो भिडियोबाट हामीले के बुझ्यौँ त? अब हामी कोही मान्छेहरूसँग नडराए पनि पाप र झुटसँग चाहिँ पक्कै डराउनु नै पर्ने रहेछ है त साथीहरू। आजलाई यति नै। फेरि म अर्को भिडियो लिएर, अर्को वचन लिएर तपाईँहरू सामु आउँदैछु। बाई बाई। जय मसीह। प्रेज लर्ड।